नमस्ते। आज हामी एउटा एकदमै चाखलाग्दो विषयमा कुरा गर्दैछौँ, हाम्रो स्वास्थ्य र डिएक्सेन जस्ता चर्चित उत्पादनहरू। आखिर स्वास्थ्यको आधारभूत नियमहरू के हुन् र यी उत्पादनहरूले त्यसमा कस्तो भूमिका खेल्छन्? तर के यी उत्पादनहरूले साँच्चै काम गर्छन् त? आउनुहोस् आज यसैको गहिराईमा पुगेर विश्लेषण गरौँ। सबैभन्दा पहिले एउटा एकदमै आधारभूत तर महत्त्वपूर्ण प्रश्नबाट सुरु गरौँ, हामी कसरी स्वस्थ रहन सक्छौँ? यो प्रश्न जति सुन्दा सरल लाग्छ, यसको उत्तर हाम्रो हरेक दिनको ससाना बानीमा लुकेको हुन्छ र आज हामी त्यही रहस्य खोतल्ने कोसिस गर्नेछौँ। कुनै पनि कम्पनीको उत्पादनको कुरा गर्नुभन्दा पहिले स्वास्थ्यको जग के हो त्यो बुझ्न एकदमै जरुरी छ। विज्ञानले पनि मानेका स्वास्थ्यका 4 मुख्य स्तम्भहरू छन्: सही पोषण, नियमित व्यायाम, पर्याप्त आराम र हाम्रो मानसिक स्वास्थ्य। यही हुन् बलियो स्वास्थ्यको आधार। ल अब पहिलो खण्डमा जाउँ, जहाँ हामी स्वास्थ्यको यही आधारभूत सिद्धान्तबारे अलिकति कुरा गर्नेछौँ। यो कुराले के भन्छ भने साँचो स्वास्थ्य भनेको कुनै जादुको छडी होइन, न त कुनै छोटो बाटो नै हो। यो त हरेक दिन गरिने सानसाना प्रयासहरूको नतिजा हो। ठिक त्यस्तै जस्तै हरेक दिन एक एक इँटा थपेर बलियो घर बन्छ। यो एक लामो तर सार्थक यात्रा हो। ओके, स्वास्थ्यको यो आधारभूत कुरा बुझिसकेपछि अब हाम्रो आजको विश्लेषणको मुख्य विषय डिएक्सेन कम्पनीतिर लागौं। डिएक्सेनको कुरा गर्दा ग्यानोडर्मा भन्ने शब्द बारम्बार आउँछ। आखिर यो हो के त? खासमा यो एक प्रकारको च्याउ हो, जसलाई रेइसी वा लिङ्जी भनेर पनि चिनिन्छ। पूर्वीय चिकित्सामा त यसको प्रयोग सयौं हजारौं वर्षदेखि हुँदै आएको छ। अब कम्पनी आफैले के भन्छ त? उनीहरूको आफ्नै सामग्री अनुसार उनीहरूको मुख्य लक्ष्य भनेको स्वास्थ्य, सम्पत्ति र खुशीलाई प्रवर्धन गर्नु हो। ध्यान दिनुहोला है, यो उनीहरूको आधिकारिक भनाइ हो जसले उनीहरूको कम्पनीको दर्शन देखाउँछ। हामीले यहाँ केवल उनीहरूले भनेको कुरालाई जस्ताको तस्तै प्रस्तुत गरेका छौँ। ल, अब डिएक्सेनले बजारमा कस्ता कस्ता उत्पादनहरू ल्याएको छ त? केही मुख्य उत्पादनहरूमा एक नजर लगाउँ। उनीहरूको एउटा प्रमुख क्याटेगोरी हो फूड सप्लिमेन्ट्स, जसलाई हामी नेपालीमा खाद्य पूरक पनि भन्छौँ। अब नामबाटै प्रष्ट छ, यसको काम भनेको हाम्रो दैनिक खानाबाट अपुग भएको पोषणलाई पूरा गर्न मद्दत गर्नु हो। यो तालिका हेरौँ त, यसले कुरालाई अझै सरल बनाउँछ। जस्तै स्पाइरुलिनालाई हेर्नुहोस्, यसमा मुख्य तत्त्व अल्गे हो र कम्पनीका अनुसार यसले शरीरलाई चाहिने सूक्ष्म पोषक तत्त्व मतलब भिटामिन र मिनरल्स प्रदान गर्छ। त्यस्तै अर्को चर्चित उत्पादन लिङ्जी कफीमा त्यही गानोडर्माको अर्को प्रयोग गरिएको छ र यसलाई एउटा हेल्थ ड्रिङ्कको रूपमा प्रस्तुत गरिएको छ। फेरि पनि यो सबै जानकारी कम्पनीले नै दिएको हो। ओके, अब हामी विश्लेषणको सबैभन्दा महत्त्वपूर्ण खण्डमा आइपुग्यौँ। यी उत्पादनहरू र हामीले सुरुमा कुरा गरेको स्वास्थ्यको आधारभूत सिद्धान्तबीच आखिर सम्बन्ध के छ त? अब यी दुईलाई जोडेर हेर्ने प्रयास गरौँ। यो स्लाइडले उनीहरूको मार्केटिङ रणनीतिलाई एकदमै प्रष्ट पार्छ। हेर्नुहोस् त, एकातिर हाम्रो शरीरको आवश्यकता छ। हाम्रो शरीरको हरेक कोशिकालाई काम गर्न भिटामिन र मिनरल्स चाहिन्छ, जुन हामीले सन्तुलित खानाबाट पाउनुपर्छ। अर्कोतिर कम्पनीको दाबी छ कि स्पाइरुलिना जस्ता उत्पादनहरूले त्यही पोषणको कमीलाई पूरा गर्न मद्दत गर्छन्। मतलब उनीहरूले आफ्नो उत्पादनलाई एउटा ग्याप फिलर वा पुलको रूपमा प्रस्तुत गरिरहेका छन्। र यहाँ बुझ्नुपर्ने सबैभन्दा ठूलो कुरा के हो भने स्रोत जेसुकै होस्, चाहे त्यो हाम्रो भान्सामा पाकेको खाना होस् वा कुनै सप्लिमेन्ट, अन्तिम लक्ष्य जम्मा एउटै हो: हाम्रो शरीरको प्राकृतिक प्रणालीलाई सहयोग गर्नु। किनकि हाम्रो शरीर आफैमा सबैभन्दा ठूलो डाक्टर हो भन्ने मान्यता छ। ल, अब हाम्रो विश्लेषणको अन्तिम खण्डतिर लागौँ। एक सूचित उपभोक्ता अर्थात् एक जानकार ग्राहक कसरी बन्ने, जसले गर्दा कुनै पनि स्वास्थ्य उत्पादनबारे आफैले सही निर्णय लिन सकियोस्। कुनै पनि स्वास्थ्य उत्पादन किन्दा वा प्रयोग गर्दा यी 4 कुरामा ध्यान दिनु एकदमै बुद्धिमानी हुन्छ। पहिलो, केवल विज्ञापन वा मार्केटिङमा भर नपर्नुहोस्, आफैले अलि रिसर्च गर्नुहोस्। दोस्रो, त्यो उत्पादनमा के मिसाइएको छ त्यसको सामग्रीबारे बुझ्नुहोस्। तेस्रो, र यो एकदमै महत्त्वपूर्ण छ, कुनै डाक्टर वा डाइटिशियन जस्ता विशेषज्ञसँग सल्लाह लिनुहोस्। र चौथो, कुनै पनि सप्लिमेन्ट सुरु गर्नुअघि एकपटक सोच्नुहोस् कि मेरो खानपान, व्यायाम र आरामको बानी ठिक छ, किनकि जग बलियो हुनु सबैभन्दा जरुरी छ। त्यसो भए यो सबै छलफलपछि अब एउटा प्रश्न आउँछ,
आफ्नो स्वास्थ्य सुधार गर्नको लागि अबको पहिलो कदम के होला? त्यो खानाको थालीमा एक हरियो सागसब्जी थप्ने सानो निर्णय हुन सक्छ, वा भोलि बिहान 5 मिनट छिटो उठेर हिँड्ने योजना हुन सक्छ। जे होस्, स्वास्थ्य जीवनको यात्रामा हरेक सानो कदमले ठूलो अर्थ राख्छ।